ब्लगर हो त्यो मेरो एक जमानामा त्यो कन्ट्रोभर्सी जस्तो लाग्यो के हो मैले इन्डियामा पठाउमा मैले चाहिँ पठाउमा यति इन्कम गर्न सकिन्छ भनेको हैन फेक भिडियो बनायो हैन यो फेक हो यस्तो हुनै सक्दैन भनेर भिडियो बनाइदियो हैन त्यति बेला एउटा बहस चलिरहेको छ यो राइट सेयरिङ का सन्दर्भमा यसलाई चाहिँ कसरी सञ्चालन गर्ने कसरी व्यवस्थित गर्ने चल्न दिने कि नदिने एउटा कुरा चाहिँ के छ होला So hello everyone, welcome back to my channel. It's me Kale. Hope सबैजना सन्चै हुनुहुन्छ होला. So मैले लास्ट भिडियोमा भनेको थिएँ नि अब चाहिँ एन्ड्रोइडको एउटा प्रोग्राम छ अरे सानो अनि त्यसमा चाहिँ मलाई इन्भाइट छ अरूलाई स्पेसली थ्याङ्क्स चाहिँ मैले गल्ली राइडर दाइलाई भन्न चाहन्छु है किनभने उहाँले नै मलाई म्यासेज गरे यस्तो छ आऊ अनि मलाई एउटा त्यो इन्भाइटको गलाको इन्भिटेसन हुन्छ नि टाइपको त्यो चाहिँ मलाई पठाइदिनुपर्छ उहाँ दाइले नै गर्दा चाहिँ म आज त्यहाँ जान पाएको छु तर खास नर्मल नै होला आई थिङ्क के हुन्छ के हुँदैन त्यो चाहिँ मलाई कम्प्लिटली थाहा छैन है सो म अहिले चाहिँ त्यहीँ जाँदैछु है कुपनडोल अनि अहिले चाहिँ म छु यहाँ माछा पोखरीमा तर कुपनडोलमा फेरि 1 बजेदेखि स्टार्ट हो है तर 1 बजे अब के त्यही नै 1 बज्नु आँट्यो म त्यो लाग्ला 20-15 मिनट जति कुपनडोल पुग्न सो त्यहाँ चाहिँ आज चाहिँ लाइक हुन्छ नि इन्ड्राइभलाई प्रमोट गर्ने टाइपको राइडरहरू भिडियोज पठाउ इन्ड्राइभ गर्ने राइडरहरू सब आउँछ होला अब धेरै आउँछ ब्लगरहरू त्यो पठाउ रिलेटेड इन्ड्राइभ रिलेटेड भ्लग बनाउने गाइजहरू आउनुहुन्छ होला अहिले त्यही हो हाम्रो कहिले राइडर दललाई चाहिँ थ्याङ्क सो मच है यति सपोर्ट गरिदिनु भएकोमा यस्तै हो अरू त केही होइन अब चाहिँ भ्लग बनाउनु पर्ला डेली कन्टिन्यू नत्र भने म भ्लग नै बनाउन छोड्दै थिएँ सो दाइले हिजो म्यासेज गर्नु पऱ्यो अनि भ्लग अलि हाल्नु पऱ्यो राम्रो कन्टेन्ट अरू स्टोरी नछोडेर लाइक हुन्छ नि पोस्ट चाहिँ गरिराख भनेर यस्तो भन्नुभयो अनि आउनु त भोलि उता पन्ध्र भनेर भन्नुभयो हुन्छ सो गाइज म चाहिँ यहाँ आइपुगेँ होइन कुपनडोल अनि दाइलाई नि भेटेँ यहाँ हाम्रो गल्ली राइडर दाइ अनि तिम्रो इन्ड्राइभ प्रोफाइल भ्लग नै बनाएर हुन्छु मलाई नि माया गरिदिनु होला भन्ने अरे कि म त फेरि अलिक सानै हो म त सुक्खर हो म पनि सानै हो भुक्कड हाम्रो काले भाइ त धेरै पुरानो ब्लगर तर के गर्नु काले भाइले ग्याप गरेर हो के उ त म भन्दा अलिकति मात्रै पछाडिको ब्लगर हो त्यो मेरो एक जमानामा त्यो कन्ट्रोभर्सी जस्तो लाग्यो के हो मैले इन्डियामा पठाउमा मैले चाहिँ पठाउमा यति इन्कम गर्न सकिन्छ भनेको हैन फेक भिडियो बनायो हैन यो फेक हो यस्तो हुनै सक्दैन भनेर भिडियो बनाइदियो हैन दाइले चाहिँ मैले पनि पठाएको गर्थेँ तर जिन्दगीमा कहिले पनि त्यो हुन्छ नि टप 10 मा कहिले जित्दैन के त्यो मैले अनि मैले चाहिँ त्यस्तो टार्गेट हुन्छ नि अनि पठाउले चाहिँ रेन्डमली राखिदिन्छ त्यो अटो टाइपको होला भनेर त्यो सोच्थेँ होइन कहिले परेन अनि दाइ ला होइन होला भनेर मैले भ्लग बनाएँ त्यसपछि दाइले अनि रिप्लाई दिनुभयो नेक्स्ट डे अर्को अनि उसले मलाई भन्यो यो मान्छे फेक हो उसले फेक भिडियो बनाइरहेछ होइन बेइज्जत नगर्नु यार भनेर भन्यो अनि अब मलाई त म त उहिलेदेखि गरेको मलाई त थाहा छ म त हप्तामा 2 चोटि 3 चोटि पठाउँको त्यो टप 10 लिस्टमा परिराख्ने मान्छे होइन म चाहे कि म एभ्रिडे पनि पठाउमा टप 10 मा हानिदिन्छु अनि मेरो वालो भोलिको टप 10 भिडियोमा चाहिँ फेरि टप 10 भित्र त्यो पनि 1 बजे भित्रमै छिरेर टप 3 भित्र छिरेर भिडियो बनाइदिएको काले मैले हात उठाइदिइहाल्यो त्यसपछि सक्यो तर अहिले आएर भन्दा अगाडि एक जोरदार ताली जाओस् है त फ्रेश स्टार्ट गर्नुहोस् तपाईँ
Thank you so much. I am Shriya Sharma. I am your host for this beautiful and wonderful event. And this afternoon, welcoming you all once again for the official inauguration of the new office of InDrive. Ladies and gentlemen, ek tali jaos hamro new office InDrive ko. Now let's celebrate the official launch of the office of InDrive with pride and excitement. To begin our session, it's my pleasure to invite a visionary leader to take the stage. Please join me in welcoming Mr. Mark Tully, the Regional Director for APAC at InDrive, to share a few words with us. Thank you so much. Visionary leader. That's my favorite so far. Guys, okay, thanks. I think a few points from me. Firstly, to everybody here, I mean, from the bottom of my heart, I truly appreciate it. I think we all get it. It's always great to do these events, and thank you. Thank the public. All our influencers, beautiful ladies, I can see sitting there, gentlemen, Drive Influencers media partner who has been supporting us from the very initial days. Today, while standing in this stage, I feel really good that we managed to open office. But one, it's not the office only. It's the voice that we get from the market, that we heard, that we want to say, that we listen to. So guys, चल्दैछ यहाँ रमाइलो के भनौँ ल अफिस चाहिँ यता खुलेछ है फर्स्ट टाइम अब योभन्दा अगाडि चाहिँ इन्डिया केही लाग्दैन तर आजदेखि चाहिँ इन्डिया बबाल किनभने यस्तो अब केही एक्सिडेन्ट केही बिमारको पुग्नु पऱ्यो भने सिधै आउने यहाँ कन्ट्रोलमा इन्डियाको अफिस छ वहाँ आएर गुनासो पुग्नुपर्छ केही समस्या पऱ्यो भने हाम्रो दोस्त केही भनिदिउ न यार तिमी ल सबैजनाले त्यही हो अब अफिसको इन्ड्राइभ यहाँ छ होइन कसैलाई केही अप्ठ्यारो पऱ्यो अरे सबजना आइहाल्ने यो अफिसमा ओके अफिसमा आएर गइहाल्नु पर्छ त्यस्तो पहिलाको जस्तो त्यो पठाउ अफिसको जस्तो काण्ड चाहिँ नहोस् इजी छ यहाँ अफिस आउनलाई dance. Bye bye. कन्ट्र्याक्ट साइन गर्नको लागि तिमी भोलि स्याटरडे पर्सि सन्डे आऊ त्यो के अरे पुरानो बानेश्वरदेखि त्यो पठाउको अफिस छ नि त्यसको अलि मासतिर हो त्यसको आसपासमा तिमी आएको बेला तिमी मलाई कन्ट्याक्ट गर न दाइ म यहाँ छु भनेर हुन्छ ल अनि म त्यहाँ कुरा गरिदिन्छु अनि आउनु ल अब सबैभन्दा नजिक त मेरै होला केटा म सर्टकट यता भित्रबाट गइदियो नि मलाई हुन्छ दाइ बाई अनि चल्दिएको ल बाई है त बाई भर्खर निस्क्यो यहाँ भर्खर जाममा पर्यो So guys, आपको चाहिँ इन्ड्राइभको प्रोग्राम भनेको हो के रहेछ भनेपछि यो इन्ड्राइभको चाहिँ अफिस अब भर्खर खुल्यो है योभन्दा थाहा छैन मलाई के हो कहाँ हो यो अफिस थियो थिएन थाहा त्यो पनि थाहा छैन तर अहिले चाहिँ सो अफिसियल्ली
इन्ड्राइभले नि अफिस खोलिसकेको छ। अब राइडरहरूलाई केही प्रब्लम पऱ्यो भने अफिस आउन सक्नुहुन्छ अनि प्यासेन्जरहरूलाई केही समस्या पऱ्यो भने चाहिँ हजुरहरू अफिस आएर कम्प्लेन गर्न सक्नुहुन्छ। सो अनि आइयो बस्यो गफ सुनियो अफिस भिजिट गरियो होइन त्यसपछि लास्टमा खाना साथ मस्तले खाएर इन्ड्राइभले सबलाई गिफ्ट दिएको छ। अनि त्यो आजको भ्लग चाहिँ किन हो त्यो सर्टकट हो। अब चाहिँ सकेसम्म सानो भ्लगहरू बनाउनु ट्राई गर्छु त्यही हो होइन। अहिले चाहिँ म बुन्डोलमा छु। अब घर फर्किने बेला चाहिँ म एउटा राइड पोइन्ट लिएर चलिनु पर्ला। त्यसको लागि मलाई एउटा एक ठाउँ चट्ट लगाएर बस्नुपर्ने हुन्छ साइड लगाएर होइन कुन कुना चट्टमा। म फेरि त्यो अरू राइडरहरूको जस्तो बिच बाटोमा चाहिँ अफलाइन राइडर जस्तो बस्न मन लाग्दैन होइन। अनलाइन लिने हो तर एकान्तमा गएर चुप्प लाएर बसेर म त्यसरी लिन्छु होइन। सो गाइज मलाई चाहिँ रिक्वेस्ट आइसकेको छ है फर्किँदै गर्दा यसो ट्रिप लिएर चलिदिउँ भनेको होइन। यो चाहिँ बौद्धको ट्रिप आएको छ। अब कन्टिन्यू भनिदिनु पर्ला बेलुकासम्म 3-3:30 बज्छ 6 बजीसम्म 5 बजीसम्म म इन्ड्राइभ गर्छु त्यसपछि सक्नु पर्ला। सो यो ट्रिप चाहिँ यतै नजिकदेखि आएको छ आउनु चाहिँ। फुल्की कता यता निस्किन्छ कतादेखि जाँदा सजिलो हो नि त बस्नु हजुर भयो यहाँ तो कता ठिक है हजुरको नाम नै फुल्की हो कि यतिकै रेन्डम राखिदिनु भएको इन्ड्राइभमा हजुरको नाम नै फुल्की हो कि रेन्डम राख्नु भएको इन्ड्राइभमा बस्नु चाहिँ कता बौद्ध नै हो बौद्धतिरै बस्नुहुन्छ यता चाहिँ स्कुलमा हो टिचर हो हजुर इन्ड्राइभ चाहिँ डेली युज गर्नुहुन्छ आउने जाने सधैँ हो योभन्दा अगाडि इन्ड्राइभभन्दा अगाडि पठाउ युज गर्नुभएको थियो कि नै इन्ड्राइभमा चाहिँ खोइ हजुर पर्सनल राइडर राख्नु अब बिहान छोडिदिनलाई बेलुका ट्याक्कै अफिस छुट्टी हुने बेला पिकअप गर्ने बिहान छोडिदिने अनि बेलुका हजुर हुन्छ मलाई राख्नु ल म बेरोजगारी नि हो हो
50 रुपियाँ छ बरु 50 रुपियाँ दिनु त भन्नु मसँग चेन्ज पनि छैन अब भएको छ हजुर हुन्छ तिनचुली पुग्नु पर्ने हो बस्नु छ हजुर त के साह्रो भारी हुनु रहेछ त नि हजुर त के साह्रो गरौँ नगरौँ भन्नु हजुर ठ्याक्कै तिनचुली कहाँनिर हो चोकमै हो मलाई बाटो भनिदिनु ल हजुरले चाहिँ इनड्राइभ कतिको युज गर्नुहुन्छ नि हो र चाहिरा हजुर चाहिँ यतै बस्नुहुन्छ कि कता हजुरको घर नै त्यही हो घर चाहिँ कता नि हजुर रामे छापको मान्छेहरू त लास्टै गफाइ हुन्छन् रे सुनेको मैले केटाहरूले त्यही भन्छ कि सुनेको हो अब खै ए तिमी चाहिँ छैन हो यता काठमाडौँमा चाहिँ के गर्छौ नि अनि विदेश जानुपर्छ त अनि विदेश सब मान्छेहरू अनि यता तिनचुलीमा चाहिँ के काम छ कि हजुरको कोही आफन्त हुनुहुन्छ नि यता बोयफ्रेन्ड त भेट्न जानुभएको छैन नि जानु आएको त होइन नि यता फेरि बोयफ्रेन्ड भेट्न जानु लाग्नुपर्छ होला नि मलाई बोयफ्रेन्ड बनाउनु पर्छ कि छैन नि अनि अनि बोयफ्रेन्डलाई नै लिन आउन छोडिदिन भन्नुपर्छ त ए बोयफ्रेन्ड पनि कस्तो बिजी बनायो त्यस्तो बिजी बोयफ्रेन्ड त बनाउनै नहुने हो त मेरो त गर्लफ्रेन्ड छ नि मेरो त ए म त टाइम दिइराख्छु टाइममा पुरा हुन्छ हो क्या अरे तर गर्लफ्रेन्डलाई चाहिएको बेला त टाइम दिने हो चाहिएको बेला त तर बोयफ्रेन्ड चाहिँ कता हो काठमाडौँतिर हो डेटिङ जानुहुन्छ होला को यहाँदेखि कता यतादेखि जानुपर्छ लोकेसन यतै हो हजुरलाई हजुर हजुर म यता छोडिदिएँ है हजुरको 110 उठेको छ हुन्छ थ्याङ्क यू मेरो यो ट्रिप पनि कम्प्लिट भयो है अनि यो चाहिँ 110 को बनेको थियो सो यो
110 मैले पैसा हालिसकेँ अनि यो ट्रिप चाहिँ ठिकै भयो जे होस् गफाडी रहेछ त्यति गफसफ हानियो अब सो आजको लागि भ्लग चाहिँ मैले यति नै हो अब चाहिँ म घर फर्किन्छु घर फर्किन सबै मोबाइल सोबाइल चार्ज गरेर अझ फ्राइडे बेलुका नाइट फ्राइडे पठाउ गर्न जान्छु होला अनि आजलाई यति नै हो सो सबैजनालाई हेरिदिनु भएकोमा धन्यवाद सो हजुर सन्चै हुनुहुन्छ भन्ने आश गर्छु सन्चै हुनु होला सधैँभरिलाई यति नै हो गाइस सो बाई बाई हेर लास्टमा परिहरू नि दुःख